परोठा हाउस चाहिँ हाम्रो होइन, त्यो पनि हाम्रो वालिङको परोठा हाउस। अहिले लास्ट जाडो छ, सबै कुहिरो लागिरहेको छ होइन। हाम्रो चाहिँ अहिले जाडो बिदा भइसक्यो स्कुलको चाहिँ। सो हेलो गाइस, स्वागत छ हाम्रो छोटो मिठो भ्लगमा। आज चाहिँ हामी होइन अहिले हामी खेतमा हिँडिरहेछौँ। खेतमा किन हिँडिरहेको भने चाहिँ उताबाट घुमेर जाँदा हामीलाई धेरै बाटो हिँड्नुपर्छ, त्यही भएर यो बाटो हिँडेको। अनि कहाँ हिँडेको भने चाहिँ हामी अहिले परोठा खाना हिँडिरहेको होइन, परोठा हाउस हिँडिरहेको। परोठा हाउस चाहिँ वालिङको पतञ्जलीको पुल तरेपछि अगाडि चाहिँ परोठा हाउस हो होइन। अहिले चाहिँ हामी बिहानै आएको छौँ परोठा खाना, किनभने बिहान तातो परोठा खाँदा एकदम मजा हुन्छ होइन। त्यही भएर हामी चाहिँ बिहान आएको परोठा खाना। मैले मास्क पनि लगाएर आएको छु, किनकि अहिले लास्ट जाडो छ, सबै कुहिरो लागिरहेको छ होइन। पछाडि चाहिँ सुशान्त आउँदैछन्, सुशान्त र म दुईजना हो हामी हिँडेको चाहिँ। परोठा चाहिँ त्यहाँको एकदम मिठो हुन्छ, त्यही भएर खाना आइदिनु होला। बाहुनतान जाने बाटोतिर छ परोठा हाउस चाहिँ। अनि सुशान्त पछाडि आउँदैछन्। भ्लग चाहिँ के कस्तो लाग्छ, यसो राम्रो लाग्यो भने सब्सक्राइब हानिदिनु होला गाइस। यहाँ चाहिँ अलिअलि घाम लागेको रहेछ। अहिले चाहिँ 9 बजिरहेको छ होइन गाइस। हाम्रो चाहिँ अहिले जाडो बिदा भइसक्यो स्कुलको चाहिँ। सो गाइस हामी अहिले परोठा हाउस पुग्न लाग्यौँ होइन। हामी चाहिँ परोठा हाउस अब 20 मिनट होइन 10 मिनटमा पुग्छौँ परोठा हाउसमा चाहिँ। त्यही हो परोठा हाउस। अब परोठा हाउसमा धेरै थरीका खानेकुराहरू पाइन्छन्। हजुरहरू आइदिनु होला परोठा हाउसमा, हाम्रो वालिङको परोठा हाउसमा। परोठा हाउस चाहिँ हाम्रो होइन, त्यो पनि हाम्रो वालिङको परोठा हाउस हो। यता चाहिँ आँधी बगिरहेको छ। आँधी बगेको देख्दा चाहिँ पौडी खेल्न मन लाग्छ, तर जाडो छ, यस्तो जाडोमा पौडी खेल्न हुन्न, किनभने निमोनिया हुनसक्छ गाइस। यहाँ चाहिँ सानो पप्पी, पप्पी आइज। त्यहाँ चाहिँ सानो पप्पी रहेछ। पप्पीले चाहिँ मलाई मन परायो जस्तो थियो, त्यही भएर पछि आइरहेको छु। अहिले चाहिँ फर्किसक्यो। यता चाहिँ अलिअलि घाम लागिरहेको छ, अलिअलि घाम लाग्छ, धेरै त होइन। अनि मेरो भोइस चाहिँ गाइस अलि नराम्रो आएको छ होला, यसो म्यानेज गरिदिनु होला। सुशान्त चाहिँ पछाडि हिँडिरहेको छन्, अगाडि आउन मानेकै छैन। टाढो आउनु अगाडि यार, भ्लगमा तिमीले देखेन यार। तिमी चाहिँ हाम्रो राम्रो प्यारो सुशान्त, एकदम ह्यान्डसम सुशान्त छन्। अहिलेसम्म कोही केटीसँग बोल्दैनन्, एकदम सोझो। एउटा केटीसँग कुरा हुन्थ्यो अरे, भेट्न नपाई मरि अरे। एउटा केटीसँग कुरा हुन्थ्यो अरे, भेट्न नपाई मरेको अरे यिनको जियो। यत्तिकै भनेको, फेरि त्यो मजाक हो गाइस, सिरियस नलिखिदिनु होला। सो गाइस हामी पुगिसक्यौँ परोठा हाउस। हाम्रो परोठा हाउस चाहिँ पुगिसक्यौँ। अब पुनः लागेको छ मैले परोठा हाउस। त्यही हो, यो बिल्डिङ देख्नु भएको छ नि, यही हो परोठा हाउस चाहिँ। जाने चाहिँ कहाँ हो त? यो त होइन, कता हो त? यही त हो। पुगिसक्यौँ परोठा हाउसमा बसिरहेको छु मैले। परोठा हाउस परोठा हाउस चाहिँ हामी चाहिँ परोठाको अर्डर दिइसक्यौँ। हामी चाहिँ अब एकछिन बस्छौँ परोठा हाउस। डरो परोठा खाएर गइन्छ हामी चाहिँ। गाइज हामी चाहिँ अहिले पतञ्जली खेल मैदानमा छौँ। यहाँ चाहिँ फुटबल म्याच चलिरहेछ। आजबाट चाहिँ फुटबल म्याच स्टार्ट हो। यहाँ देख्न सक्नुहुन्छ फुटबल म्याच सुरु भइरहेछ। यहाँ चाहिँ सुरु भएन, उनियो भन न। सुरु भएन, आजबाट हो स्टार्ट चाहिँ। आज हो नि त, ओपनिङ आज हो नि त। वालिङ नगरपालिका पतञ्जली यहाँ चाहिँ महोत्सव पनि लाग्दैछ गाइस। आउने इच्छुक भएको आउनु होला। महोत्सव पनि चल्दैछ। महोत्सवको लागि चाहिँ यहाँ तयारी हुँदैछ महोत्सवको पनि। फुटबल गेम सकेपछि चाहिँ यहाँ महोत्सव हुन्छ गाइस। फेरि
कति गतेबाट हो महोत्सव? 14 गतेबाट 14 गतेबाट चाहिँ महोत्सव पनि लाग्दैछ यहाँ गाइस। राति फलम चोरेर लिएर जाऊ यहाँ आएर। फलम चोरेर लिएर जाऊ अनि पैसामा बिकाइदेऊ। काटेर बेचिन्छ।